So hello everyone, this is your boy Bike Sai and welcome back to my YouTube channel. आज हामीसँग छ super exciting super bike, the all new Bajaj Pulsar N125. It is the latest entry into Bajaj legendary Pulsar lineup and it promises a punchy ride, stylish looks and practical features for daily life, daily commuters and young riders. So your bike value for money छ कि छैन? Let's find out this in the in-depth review of Pulsar N125. So let's start the video and stay tuned. रमाइलो गर्नु है त. So Bajaj Pulsar N125 को हामी डिजाइन र स्टाइल को बारेमा कुरा गरौँ हैन. So starting with the design, the N125 borrows its aggressive street fighter looks from यसको ठुलो siblings. हजुरको N160 र N250 बाट चाहिँ स्ट्रीट फाइटर को लुक्सहरु एग्रेसिभनेस चाहिँ त्यहाँबाट बरो गरेर आएको छ. So you get the sharp tank shroud. हामीले यहाँ देख्न सक्छौं. दामी फिनिशिङ छ, दामी मेटेरियलले बनेको छ एन्ड मस्कुलर फ्युल ट्याङ्क देख्न सक्छौं, फ्लोटिङ बडी देख्न सक्छौं हामीले एन्ड दैट युनिक प्रोजेक्टर एलईडी हेडल्याम्प सेटअप जसले चाहिँ रातिको टाइममा चाहिँ मजाले भिजिबिलिटी चाहिँ क्लियरली दिन्छ, जसले गर्दाखेरि चाहिँ एउटा दामी एउटा मोडर्न एन्ड प्रिमियम फिल चाहिँ हामीले यो बजाजको पल्सर N125 मा चाहिँ पाउन सक्छौं. सो बजाज पल्सर N125 को कलर अप्सनहरु क्वेशन मार्क टन्नै नै छ. सो हजुरको एउटा कलर यो भइहाल्यो ब्ल्याक एन्ड पर्पल, अर्को चाहिँ हजुरको पर्ल मेटालिक व्हाइटमा रहेको छ अनि जस्तोसुकै पर्सनालिटीलाई पनि सुहाउने टाइपको कलर हामीले बजाज पल्सर N125 मा पाउन सक्छौं. अन्डर द ट्याङ्क इज अ 124.68 सीसी को इन्जिन हो. यो चाहिँ सिंगल सिलिन्डर एयर कुल फ्युल इन्जेक्टेड इन्जिन हो जसले चाहिँ हजुरको 12 PS अफ पावर एट 8500 RPM प्रोड्युस गर्छ. भनेपछि टर्कको कुरा गर्नु पर्दाखेरि चाहिँ 11 न्यूटन मिटर अफ टर्क एट 6000 RPM. हजुरको उकालोमा डबल लोड आएको हामी 2 गियरमा मस्तले तानेर आएको थियो. 200 सीसी को बाइक पनि थियो त्यो लाइनमा, 125 को पनि थियो, 150 को पनि थियो. आई डोन्ट नो मैले राम्रो कुदाएको हो कि हो, तर हामीले चाहिँ सबैलाई टप्यो. दिस बाइक इज पावरफुल र आफ्नै कसम खाएर भन्छु कि हैन, 125 सीसी मा चाहिँ यो जतिको बवाल बाइक चाहिँ कसम नेपालमा छैन. लाइक अब त्यो हाम्रो ठुलठुलो ब्रान्डहरुको टाइप होला हैन. अब त्यस्तो कुरा थाल्यो भने त कुनै ब्रान्डको 125 मा बवाले पनि छ है, तर जस बुझ्नु नभए आफै मिलाएर. अब सस्पेन्सनको पनि कुरा गर्छौं, अझै तारिफहरु यसको बाइकको गर्ने बाँकी छ. हजुरको N160 र N250 मा जे कुरा ल्याग गरेको थियो, जे कुरा मलाई चित्त बुझेको थिएन नि, त्यो कुराहरु चाहिँ हामीले N125 मा पाइरहेको छौं. यो बाइकमा चाहिँ सुपर स्मुथ 5 स्पीड गियरबक्स छ विथ अ टप स्पीड अफ अराउन्ड 110 km/h. सो सिटी राइड को लागि, त्यसपछि क्विक टर्न गर्नलाई, क्विक ओभरटेक गर्नको लागि अनि ट्राफिक मा झेल्नको लागि चाहिँ दिस बजाज पल्सर N125 विल बी द बेस्ट अप्सन फर यु. सो आई थिंक दिस इज भ्यालु फर मनी. सो अझै भिडियो बाँकी नै छ, भ्यालु फर मनी छ कि छैन भनेर अझै हामी बुझ्दै जाम. सो बजाज पल्सर N125 को सस्पेन्सनको कुरा गर्नु पर्दाखेरि चाहिँ अगाडि चाहिँ हामीले टेलिस्कोपिक फर्क को सस्पेन्सन पाउँछौं भनेपछि पछाडी चाहिँ सिंगल मोनोसक पाउँछौं. सीट लास्टै नै कम्फर्टेबल छ. N160 र N250 बाट बरो गरेको हो धेरै कुराहरु, एग्रेसिभनेस देखि लिएर यता उता, तर यसले सस्पेन्सन र सीट चाहिँ बरो गरेको छैन. यसको डिफरेन्स छ. हजुरको सीट क्वालिटी दामी छ, पछाडी पिलियनलाई पनि बवाल छ, अगाडि राइडरलाई पनि दामी आउँछ, तर यो ह्यान्डल चाहिँ अलिकति सानो भएर चाहिँ मलाई सुरुमा चाहिँ राइड गर्दा चाहिँ अलि अनकम्फर्टेबल टाइपको फिल भयो. तर मेरो POV मा भन्नु पर्दाखेरि चाहिँ अगाडिको जुन यो हेडलाइट थोरै निस्केको छ नि, हजुरको थोरै बजाजको डोमिनारको अगाडिपट्टि हामीले मोडिफाई गरेर मडगार्ड राख्न मिल्छ नि, त्यस्तै निस्केको जस्तो फिल लागेर चाहिँ अगाडि मडगार्ड देखि पछाडी म बसेको पोजिसन सम्म चाहिँ एउटा टुरिङ बाइक हो कि वाला टाइपको चाहिँ मैले फिल गरे, भाइब्स पाए. हुन चाहिँ हैन, तर पनि भन्न त पायो नि त. सो अगाडिको सस्पेन्सन पनि मजाले ट्राभल गरेर आएको छ, पछाडीको सस्पेन्सन मजाले ट्राभल गरेर आएको छ, ढलान गरेको बाटोमा लिचिक गरेर आएको छ, अफ रोडमा पनि लिचिक गरेर आएको छ. जस्ट आई एम ह्याप्पी यसको सस्पेन्सन र यसको सिटिङ पोजिसन र यसको सिटको क्वालिटी देखेर चाहिँ. सो हामी अब यो बाइकको माइलेज र एफिसिएन्सीको कुरा गरौँ हैन. माइलेज द N125 क्लेम्स 60 km/L, 125 सीसी, त्यसमा FI इन्जिन हो हैन. त्यसमा हजुरको इन्जिन रिफाइन हुँदै पहिला पनि 125 सीसी को बजाज त थियो, तर यो चाहिँ N सिरिज को भरे. सो इट्स टोटली डिपेन्ड. र हजुरको माइलेज चाहिँ हजुरको सर्टिफाइड माइलेज हो फ्रम ARAI भन्छ हैन. ARAI बाट चाहिँ 60 km/L को चाहिँ माइलेज दिन्छ भनेर चाहिँ लाइक सर्टिफाइड छ. एन्ड विथ 9.5 लिटर अफ फ्युल ट्याङ्क यु आर लुकिङ at a real wood range of over 500 kilometers on a fuel tank.
एक फुल ट्याङ्कले 500 किलोमिटरसम्म हजुरले मजाले जान सक्नुहुन्छ नेपालको जुनसुकै कुनामा ट्राभल गर्नलाई चाहिँ N125 ले चाहिँ हजुरले साथ दिनेवाला छ सो इज इट वर्थ इट अर नट कमेन्ट गरिदिनु होला सो बजाज पल्सर N125 को फीचर्स र टेकको कुरा गर्नु पर्दाखेरि चाहिँ बजाज डिड नट होल्ड ब्याक अन फीचर्स द N125 comes with a fully digital LCD digital console and if you are for the BT variant Bluetooth variant वाला चाहिएको छ भने you get a Bluetooth connectivity with call SMS alert and turn by turn navigation digital console LED भयो fully हैन यहाँनिर fuel gauge हामीले देख्न सक्छौं ओडोमीटर किलोमिटर टाइम गियर साइड स्ट्यान्ड कट अफ सेन्सर पनि छ साइड स्ट्यान्ड को अन छ भनेर त्यो पनि देखाइराको छ प्लस यसलाई अब हामी स्टार्ट गरौँ है त स्टार्ट गर्दाखेरि पनि नोइज आउँदैन के गरे नोइज आउँदैन लिसन है त फेरि ए साउन्ड आउँदैन स्मुथ स्टार्टिङ छ यो चाहिँ यसको एक्जस्ट सुनौं एक्जस्ट वाइज पनि ठीक छ र यसको जुन यो पर्पल र ब्ल्याक को जुन यो ग्राफिक्स म्याचिङ छ नि त्यो चाहिँ मलाई अति नै बबल लाग्यो द बाइक एन्ड द नेचर पर्फेक्टली म्याच गरिरहेको छ दामी छ सो बजाज पल्सर N125 चाहिँ हजुरको 0 to 60 जस्ट 6 सेकेन्डमा ट्राभल गर्छ आई थिंक दिस इज द फास्टेस्ट मेबी हो कि हैन कमेन्ट गरिदिनु होला सो यो बाइकको ब्रेकिङको कुरा गर्नु पर्दाखेरि चाहिँ 240 mm को डिस्क प्लेट पाउन सक्छौं र पछाडीको रियर चाहिँ हजुरको 130 mm को ड्रम ब्रेक हो एन्ड दिस इज CBS हजुरको जस्तै यहाँको ब्रेक थिच्यो भने जस्तो मैले यहाँको ब्रेक थिचिरहेको छु रियर ब्रेक थिचिरहेको छु अनि यहाँनिर मुभमेन्ट देख्न सक्छौं पछाडीको ब्रेक जति झ्याप्प लाए पनि हजुरको स्लाइड चाहिँ हुने सम्भावना अलि कमै छ दिस इज CBS कम्बाइन्ड ब्रेकिङ सिस्टम भनेर चिन्न सक्छौं हामीले चाहिँ सो बजाज पल्सर N125 को सिट हाइटको कुरा गर्नु पर्दाखेरि चाहिँ 795 mm छ हजुरको 5'3" हाइट देखि चाहिँ मजाले चलाउन सकिन्छ यो बजाजको पल्सर N125 गाइस को वेटको कुरा गर्नु पर्दा चाहिँ जम्मा 125 किलो मात्रै छ एकदमै लाइट वेट छ र हजुरको यहाँ देख्न सक्नुहुन्छ सस्पेन्सनमा हिलो सिलो नपरोस् सस्पेन्सन मजाले टिकोस् हैन नबिग्रोस् भनेर चाहिँ पुरै ढाक्दिएको छ र अलिकति यसले लुक्स पनि दिइराको जस्तो लाग्छ मलाई यो एंगल दिस एंगल एन्ड दिस एंगल इज बवाल दामी देख्न सक्छु र हजुरको साइड लाइट चाहिँ हेलोजिन नै रहेको छ यो चाहिँ हजुरको LED नै भइहाल्यो सो एमा N160 को भन्दा नि राम्रो मिरर पाउन सक्छौं है दुईटै र सिट क्वालिटी सेम नै छ क्वालिटी N125 N160 र N250 को सबैको अनि देख्न सक्छौं सो हामीले यति धेरै कुरा गरिसक्यो बजाज पल्सर N125 को सो should you buy the Bajaj Pulsar N125 or not? If you are a college student, a first time rider or even a commuter who wants a stylish and efficient bike with some smart technology, some smart tech, then the N125 ticks all the right boxes. Great design, great color combination, solid mileage and Bajaj wide service network ले गर्दाखेरि चाहिँ अब अहिले सजिलो हुन्छ लाइक मुस्ताङमा सुद्धा हजुरको सर्भिस सेन्टर छ हैन जसले गर्दाखेरि चाहिँ बजाजलाई चाहिँ एउटा विनर बनाउन सक्छ तर इफ हजुरलाई चाहिँ एउटा राम्रो टप इन्ड परफर्मेन्स चाहिरहेको छ र रियर डिस्क पनि चाहिरहेको छ भनेपछि आई रिकमेन्ड यु टु स्विच टु N160 or N250 तर डेली युज र कम्युटर युजको लागि चाहिँ माइलेजको हिसाबको लाइफस्टाइलको अनुसार सस्पेन्सन राम्रोको हिसाबले चाहिँ गो एन्ड बाई दिस बाइक सो यो बाइकको इन डेप्थ रिभ्यू चाहिँ त्यति नै थियो अब हामी चाहिँ एकचोटि टेस्ट राइडै गरेर अफरोडमा राइड गरेर हिलोमा छप्ल्याङ चुप्लिङ हालेर लाइक N160 मा गरेको जसरी नै चलाम डबल लोड N160 मा चाहिँ सिंगल लोड थियो N125 मा चाहिँ डबल लोड बसेर राइड गरौँ कस्तो देखिदो रहेछ हैन अनि जस्ट ओभरअल बाइक पर्फेक्ट छ हजुरको पछाडीको डिजाइन चाहिँ अलिकति पातलो जस्तो लाग्यो यहाँ टक्क हामीले N125 को ब्याजिङ देख्न सक्छौं र हजुरको पल्सर यहाँ लेखेको छ ओके सो हामी फेरि N160 गरेकै बाटोमा छौं हैन दामी छ यहाँको भ्यू नयाँ लेटेस्ट पत्ता लगाएको क्याम्प फायरहरु पनि गर्न मिल्दो रहेछ यहाँ चाहिँ ब्रेक बिस्तारै हान्नुपर्छ अस्ति पुरै धन्नै चिप्लिसकेको थियो सो यस गाइस पानीमा यसै छप्ल्याङ हाले पनि फरक परेन कम्पनीको बाइक हो हैन हजुरको सानो टायर भएपछि अलिकति चिप्लिन्छ कि जस्तो लागिरहेको थियो मलाई तर चिप्लेको पनि मैले खासै फिल पाएन डबल लोड भएर पनि हुन सक्छ कि तर मेन यसको दामी भनेको सस्पेन्सन हो क्या हेर्नु नि
वा सिबिएस ब्रेकिङले गर्दाखेरि पनि हजुरको अब अगाडि ब्रेक झ्याप्पा हान्दाखेरि स्लाइड हुँदैन, लड्ने चान्स कम छ है। हजुरको नेपालको बाटोको कन्डिसन अनुसारले चाहिँ यो सस्पेन्सन चाहिँ एकदमै राम्रो हो अहिलेसम्म। कसम ल, मेरो कसम, बाइकल साइकको आफ्नै कसम, यतिको राम्रो सस्पेन्सन मैले डोमिनारमा पनि फिल गरेको थिएन है। हुन त अब डोमिनार अब अलिकति महँगो बाइक प्लस हजुरको 400cc को बाइक होइन, त्यो टुरिङ बाइक हो, राम्रो त अभियसली छ, तर यसको दामी लाग्यो क्या मलाई। अगाडिको पनि मजाले प्ले भइरह प्लस पछाडिको पनि मजाले, ल दामी दामी हिरो हान्छ। यो 3 गियरमा उकालो मजाले तान्छ, 2 गियरमा तान्छ। हजुरको अघि बाटोमा मैले मान्छेहरूले जितेको अनुसार देख्दाखेरि चाहिँ ल मैले बल कुदा हो कि बाइक आफै कुदिरहेको हो, अचम्म लागिरहेको थियो। एनिवे दिस बाइक इज गुड। हजुरलाई अब रिभ्यू भिडियो कस्तो लाग्यो टक्क भनिदिनु पऱ्यो होइन, नत्र त बाइक चाहिँ हजुरको हेर्नु नि कस्तो मजाले जान्छ कि। चिप्लिन्छ भनेर मैले यति पर्सेन्ट पनि सोचेको छैन क्या। म लड्छु, मैले झ्याप ब्रेक हाने भने अरू हिलो छ होइन, यो हिलो झन् अलिक चिप्लिने टाइपको हिलो हो नि त, पछाडिको स्लाइड भएर म लड्न सक्छु कि जस्तो फिल आउन सक्छ, त्यो फिल आएको छैन। एउटा बाइकको पर्फर्मेन्सले गर्दाखेरि। अर्को यसको सिट हाइट 795 mm मात्रै छ, मेरो हाइट अलिकति कम भए पनि मजाले पुगिरहेको छ। सो बिचबाटै हालिदिउँ हामी, चिप्ल्यो अलिकति थोरै नाइस। ह्याप्पी विथ द पर्फर्मेन्स अफ दिस बाइक। बाटोमा पनि धेरैजनाले कस्तो छ त यसको पर्फर्मेन्स भन्दै हुनुहुन्थ्यो, मैले ठ्याक्क भन्दै यस्तो छ यो भनेर। पहिला 125 सिरिज आयो, एनएस 125 पनि थियो होला सायद, र त्योभन्दा अगाडि पनि 125cc बाइक आयो। तिनीहरू चाहिँ खासै सक्सेस भएको जस्तो लागेन। बट इफ हजुरले यो बाइक चलाउनु भयो भने हजुरले स्योर मन पराउनुहुन्छ। अब लुक्स वाइज जानु पऱ्यो भने चाहिँ एग्रेसिभ र एट्र्याक्टिभ त छ कलर कम्बिनेसनहरूले गर्दाखेरि, तर पछाडिको पार्टबाट हेर्दाखेरि चाहिँ खासै त्यस्तो फिल हुँदैन हजुरलाई। त्यही भएर अब हुन त 125cc हो, कति नै एक्सपेक्ट गर्नु र होइन। तर ब्लुटुथवाला कनेक्टिभिटीमा गयो भने चाहिँ टर्न बाई टर्न नेभिगेसन यताउता सबै पाउन सक्नुहुन्छ हजुरले। इन्जिन स्मुथ छ, सिङ्गल राइड जस्ट लाइक फ्यामिली बाइक भनौँ न। हजुरको बबाल चाहिँ बाइक यार, कसम मलाई बजाजको वान अफ द बेस्ट बाइक भने नै हुन्छ मेरो लागि। 125 अलि लो सिसीमा 160cc सम्म भनौँ न, अन्त ठुलोमा त एनएसहरू यताउता नै बवाल छँदैछ। सो अब हामी फेरि ब्याक अघिको ठाउँमा जाऊँ, त्यसपछि भिडियोलाई इन गरौँ। सो हाम्रो इन डेप्थ रिभ्यू चाहिँ यस्तै नै हो। द्याट इज आवर इन डेप्थ रिभ्यू अफ द बजाज पल्सर N125। लेट अस नो वाट यु थिङ्क इन द कमेन्ट बिलो, एन्ड don't forget to like, share and subscribe for more reviews, comparison videos and ride vlogs. Right side riders, see you guys in the next vlog. Till then, bye bye, stay safe and love you all. Bye bye.